टिबीको दागको वास्तवमा सपोर्टिभ र दीर्घकालीन केयर मात्र गर्न सकिन्छ। 1. पल्मोनरी रिहेबिलिटेसन। नियमित व्यायाम र सासको अभ्यासले सास फेर्न क्षमता बढाउँछ, थकान घटाउँछ, जीवनको गुणस्तर सुधार गर्छ। 2. फोक्सो जोगाउने बानी, हेल्दी लङ ह्याबिट्स। धुम्रपान नगर्नु, फ्लू र न्युमोनियाको खोप लगाउनु, छातीको सङ्क्रमण भए चाँडै उपचार गर्नु। 3. एन्टिफाइब्रोटिक औषधि जस्तै पिर्फेनिडिन र निन्टेडानिब। यो फोक्सोको दागलाई बढ्न नदिने औषधि हो, तर यसले पूर्ण रूपमा दाग मेटाउन सक्दैन। केही बिरामीमा दाग बढ्दै गएमा पल्मोनोलोजिस्टको निगरानीमा मात्र प्रयोग गर्न सकिन्छ। उसो भए कहिले फेरि डाक्टरले देखाउने? यी लक्षणहरू देखिएमा, सास फेर्न झन् गाह्रो हुँदै गएमा, बारम्बार सङ्क्रमण भएमा, रगत मिसिएको खोकी लागेमा, फोक्सोको क्षमता घटेमा, एक्सरे र सिटी स्क्यानमा नयाँ परिवर्तन देखिएमा, यस्ता अवस्थामा पल्मोनोलोजिस्ट, सङ्क्रमण रोग विशेषज्ञ र छाती शल्य चिकित्सकको संयुक्त उपचार उत्तम हुन्छ। तपाईँहरूको लागि मेरो अन्तिम सन्देश, टिबी दागको अर्थ टिबी फेरि भयो भन्ने होइन। औषधि प्राय चाहिँदैन। नियमित फलोअप र सही फोक्सोको हेरचाह अत्यन्त जरुरी छ। टिबी निको हुनु पहिलो सफलता हो। फोक्सोको दीर्घकालीन स्वास्थ्य जोगाउनु अर्को महत्त्वपूर्ण कदम हो। आजले स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशमा भेटौँला। धन्यवाद।